का प्रमुख अतिथिका रूपमा आउनुहुने नेकपा एमालेका सधैँ केन्द्रीय अध्यक्ष निवर्तमान प्रधानमन्त्री कमरेड केपी शर्मा ओली, यस देशमा आसीन सम्पूर्ण नेता कमरेडज्यूहरू, यस रोमा बस्नुहुने सम्पूर्ण जनप्रतिनिधि कमरेड, पार्टीका विभिन्न तह र तब्कामा बस्नुहुने सम्पूर्ण कमरेडहरू, महालक्ष्मी नगरपालिका सिङ्गो टिमको तर्फबाट, महालक्ष्मी नगरपालिका नेकपा एमालेको कमिटीको तर्फबाट र हाम्रै सम्पूर्ण महालक्ष्मी नगरपालिका सम्पूर्ण जनप्रतिनिधिहरूको तर्फबाट यहाँहरू सम्पूर्णलाई हार्दिक न्यानो नमस्कार सहितको लाल अभिवादन टक्राउन चाहन्छु। विषयवस्तुमा जाँदा चाहिँ टाइम नपुग्ला, तैपनि म एकदम जिस्ट कुरा मात्रै गर्छु। नेकपा एमाले लिएको सुखी नेपाली समृद्ध नेपाल अनुरूप जुन पार्टीले लिएको नीति विधि छ, त्यही अनुरूप चाहिँ हामी निर्वाचित नेकपा एमालेबाट हाम्रो नगर प्रमुख हरिगोविन्द श्रेष्ठज्यूको नेतृत्वमा निर्वाचित जनप्रतिनिधि हुँदै हामी वडा नम्बर 1 कि अहिले हामीले गरिरहेको कामहरूले सिङ्गो हाम्रो पालिकामा चाहिँ एकदम खुसी छ। हामीले नीति विधि र सिद्धान्त अनुरूप नै काम गरिरहेको छ। नेपालको विद्यमान कानुन र संविधान अनुरूप नै काम गरिरहेको छ। जनताको माग के हो त्यो अनुरूप नै काम गरिरहेको छौँ। हाम्रो शिक्षा, स्वास्थ्य, रोजगारी हामीले लिने जुन सुव्यवस्थाहरू छ त्यो चाहिँ हाम्रो जनताले हामी अन गरेको अवस्था छ। अस्ति विकसित घटनाहरूले चाहिँ हामीले के सिकायो भन्दा हामी जनता चाहिँ एकदम नजिक हुनुपर्ने छ। तथापि पनि हामी जहिले पनि जनताकै हितमा छौँ। अहिले हामीले गरिरहेको काम चाहिँ पक्कै पनि नेकपा एमालेको कार्यकर्ताहरूको शिर नझुकिने हिसाबले, पार्टीको शिर ननिहुरिने हिसाबले हामीले काम गरिरहेका छौँ। नेकपा एमालेको जिल्लाभरिको नै अहिले सर्वोत्कृष्ट पालिकाभित्रमा चाहिँ हामी त्यसरी काम गर्छौँ। चाहे त्यो शिक्षा, स्वास्थ्य, रोजगारी लगायत अहिले उद्योगको कुराहरूमा अहिले हामीले शिक्षाको चाहिँ हबै बनाउने भनेको छ। यो उपत्यकाभित्रको महालक्ष्मी नगरपालिकामा चाहिँ उपत्यकाभित्रको पालिका 18वटा पालिकाहरू मध्येमा चाहिँ अलिकति बृहत्तर रूपमा विकास गरेर देखाउने, ताकि सिङ्गो नेपालको चाहिँ पालिकाहरूले सिक्न आउने ठाउँ होस् भन्ने पनि छ। अहिले त्यही अनुरूप चाहिँ चाइनाको धेरैवटा ठाउँहरूबाट चाहिँ हाम्रो महालक्ष्मी नगरपालिकामा चाहिँ सिक्न आइरहेको छ। त्यही अनुरूप चाहिँ नेकपा एमाले जस्तो जुन खालको चाहिँ नेतृत्वहरू चाहिँ छनौट गरेर पठायौँ, त्यही अनुरूप चाहिँ जनताले हामीलाई निर्वाचित गराइदिनु भयो। त्यही अनुरूप हामीले काम गरिरहेका छौँ। त्यो काम गरेको भएर पनि होला अहिलेसम्म हाम्रो कामको चाहिँ लगभग आफैले राम्रो भनेको जस्तो देखिन्छ। तैले अहिलेसम्म हामीले गरेको कामको श्रेय चाहिँ हाम्रो सायद हाम्रो पार्टीले नै जान्छ, किनभने पार्टीकै अनुरूप, पार्टीको निर्देशन अनुरूप, पार्टीले लिएको नीति विधि अनुरूप नै काम गरिरहेको र त्यही सिद्धान्त अनुरूप काम गरेको भएर अस्तिको विकसित घटनामा हामीलाई साह्रो कस्तो पर्यो भन्दा पनि हामी पार्टीको सिपाही भएको हुनाले यो घटना हुन्छ भने हामीलाई थाहा छ। किनभने देश भर्खर विकासमुख हुँदै गएको हुनाले केही अतिरञ्जित र विकास नचाहने तत्त्वहरू पक्कै पनि यो देशमा छ। राष्ट्रिय अन्तर्राष्ट्रिय दबदबा यही देशमा छ। हामी विकासको दौडामा छौँ। हाम्रो निवर्तमान प्रधानमन्त्रीज्यूले चाहिँ हाम्रो राष्ट्रलाई र राष्ट्रको चाहिँ अन्तर्राष्ट्रिय जगतमा चाहिँ एउटा महाशक्तिको रूपमा चाहिँ हामी पनि है, हामी भूगोलले सानो होला, जनसङ्ख्याको हिसाबले सानो होला, तर हाम्रो क्षमता, हाम्रो दक्षता, हाम्रो स्थानीय सोचहरू चाहिँ यसरी प्रयोगमा आएको छ। यसरी प्रयोग अनुरूप चाहिँ हामी कोही कसैप्रति नझुक्ने गरी काम गरिरहेको छौँ भन्ने जो अडान लिनुभयो त्यही अडान अनुरूप चाहिँ पक्कै पनि अहिले यो देशी विदेशी शक्तिहरू लगाएर यो तहस नहस अतिरञ्जित गरिएको हो। त्यो कुरा म स्थानीय तहको चाहिँ भुइँतलको सरकारमा रिप्रेजेन्ट गर्दै गरेको एउटा अध्यक्ष र हाम्रो मभन्दा माथिल्लो तहमा बस्नुहुने हाम्रो मेयर छ। हाम्रो त्यो नेतृत्वलाई चाहिँ हामी त्यही अनुरूप चाहिँ आम जनसमुदाय सामु चाहिँ काम गरिरहेको छौँ। र एउटा खड्केको कुरा सिङ्गो पार्टी पङ्क्ति र यहाँ आदरणीय नेताज्यूहरू भएको हुनाले हाम्रो कमजोरी चाहिँ के रहेछ भने मैले फिल गरेको, हामीले नेकपा एमालेको जति पनि नेता कार्यकर्ता र जनप्रतिनिधिहरूले काम गरेको छ त्यो चाहिँ यत्रो ठुलो डिजिटल प्लेटफर्मको जमानामा हामी कहीँ कसै पनि फलाना वडाले यो काम गर्यो, फलाना मेयर साहबले गर्यो, उपमेयर साहबले गरेको भनेर हामी प्रचार गर्न चाहिँ किन हिचकिरहेका छौँ। मतलब यो चाहिँ अलिकति दुःखदायी कुरा हो, अथवा के भनौँ अर्कोचोटि उहाँले जित्नुहुन्छ कि भनेर हो कि के हो। म त अहिले पनि दावाका साथ के भन्छु भने अर्कोचोटि हामीलाई नै दिनुपर्छ भन्ने छैन। नेकपा एमालेको हामीभन्दा फुर्तिलो मान्छेले दिनुपर्छ, तर नेकपा एमाले जित्ने गरी काम गर्नुपर्छ, ताकि हामीले गरेको कामको प्रचार चाहिँ नेकपा एमाले र नेकपा एमालेको सङ्गठित सदस्य र हाम्रो शुभचिन्तकहरूले गरिदियो भने मात्रै हामीलाई अतिरञ्जित गराउनेहरूले अनि देख्छ। अहिले यत्रो ठुलो डिजिटल प्लेटफर्मको जमानामा सम्पूर्ण आदरणीय महानुभावहरूलाई चाहिँ त्यसरी नै काम गर्ने र पार्टी पङ्क्तिले त्यसरी नै हामीलाई निर्देशन गर्नुहुन्छ भन्ने आशा गर्दै मेरो भनाइ गर्छु। हस्, धन्यवाद।